हेलो साथीहरु, जुन अघि मैले बिहान भ्यू बनाउँदै गरेको चाहिँ अब यहाँ रोप्नुको लागि। आज नानी यहाँ पुरा माटो खेल्दैछ, स्कुल भोलिदेखि मात्रै लाग्छ। त्यही भएर चाहिँ यहाँ ठोङ बनाउँदैछ। अब म चाहिँ रोप्नु पर्ने छ। यहाँ पापा पनि लाग्दैछ, चड्को घाम छ त्यस्तै। यहाँ छ लसुन, यहाँ छ छेपी पनि रोप्छु अलिकति। अब चाहिँ म रोप्ने छु भट्टाभट्टी। भयो अब भने चाहिँ म यहाँ रोप्दैछु। घाम यस्तो कडा छ यहाँ, देख्न सक्नुहुन्छ। यसरी रोप्नुपर्छ है लसुन चाहिँ। रोपेर पनि पछि बिग्रिने त पो हरेस हुन्छ त। उनीमा त 3-4 कान्ला रोप्दा पनि हुन्थ्यो कि। म चाहिँ यहाँ अलिकति घरमा खाने मात्रै। अब यसलाई माथिबाट छोप्नुपर्छ सिरिसको बोटहरूले, दामी हुन्छ है त। यसरी पातला रोप्यो भने चाहिँ पछि फल्दाखेरि ठुल्ठुलो फल्छ। यस्तो छ है त बस्तीमा खेतीहरू चाहिँ। अर्ग्यानिक एकदम, गाई गोरु मलाको ठाउँ हो यो चाहिँ। थिच्यौ कि तिमीले? त्यो खिच्यौ सेतै थिचेर मार्दै भयो।